यहाँ आज चाहिँ एकाउन्टको थ्योरी प्लस न्युमेरिकल पुरै टोटल सिलेबसको कुरा गरौँ। जस्तै च्याप्टर 1 बाट जुन हाम्रो कम्पनी फर्मेसन रहेको छ त्यसबाट हेरौँ के आउँछ। कम्पनीको मिनिङ मोस्ट अफ द टाइम यही सोध्ने गर्छ, राइट द मिनिङ अफ कम्पनी। यसमा चाहिँ फिचर्स अफ कम्पनी सोध्ने गर्छ, यसमा टाइप्स अफ कम्पनी पनि सोध्ने गर्छ। र यहाँहरूको चाहिँ हेर्नुहुन्छ कम्पनी प्रमोटर र कम्पनी प्रमोटरको फङ्सनहरू के छ त्यस्तो सोध्न सक्छ। या मेन डकुमेन्टेसन एमओए मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल अफ एसोसिएसन एन्ड प्रोस्पेक्टस, यसबाट पनि कहिलेकाहीँ सोध्छ। यो च्याप्टर 1 बाट यति मध्ये एउटा स्योर कन्फर्म आउँछ यसबाट। यो 5 बाट टपिक नछुटाइकन पढ्नु होला, मजाले यो च्याप्टरबाट मजाले भ्याइन्छ। अब च्याप्टर नम्बर 2 को कुरा गरौँ जुन रहेछ इस्यु अफ सेयर फर क्यास। यसबाट पनि थ्योरीहरू सोध्ने गर्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ मिनिङ अफ सेयर क्यापिटलको मिनिङ सोधिन सक्छ। या टाइप्स अफ सेयर क्यापिटलको टाइप्सहरू छ, अथोराइज सेयर क्यापिटल, इस्युड सेयर क्यापिटल, कल्ड अफ क्यापिटल, पेड अफ क्यापिटल। मिनिङ अफ सेयर र टाइप्सहरू सोधिन सक्छ। या कल्स इन एरियर र कल्स इन एडभान्सको मिनिङ सोध्छ। यहाँ जस्तै कल्स इन एरियर भनेको के हो यहाँ हेर्न सक्नुहुन्छ। व्हेन एनी सेयर होल्डर फेल्स टु पे द एमाउन्ट ड्यू अन अलॉटमेंट और एनी कल्स सच एमाउन्ट इज नोन एज कल्स इन एरियर। यसलाई अनपेड कल्स पनि भनिन्छ। यो नतिरेको पैसा हो, यो चाहिँ नतिरेको पैसा हो। त्यसपछि यहाँ हेर्नुहुन्छ कल्स इन एडभान्स, यो एडभान्समै तिरेको पैसा हो। यहाँ हेर्न सक्नुहुन्छ व्हेन एनी सेयर होल्डर पे अ पार्ट अफ द होल अफ द एमाउन्ट, यहाँ ध्यान दिने, होल अफ द एमाउन्ट अफ द कल्स नट एट मेड द एमाउन्ट सो रिसिभ्ड फ्रम द सेयर होल्डर्स इज नोन एज कल्स इन एडभान्स। यसबाट एउटा नोट के छ भने यो नोट गर्नु होला। यसबाट यो एप्लिकेसन अलॉटमेंट अफ फाइनल कल वाला जुन एउटा न्युमेरिकल छ 5 मार्कको लागि त्यो कन्फर्म आउँछ। यसबाट प्र्याक्टिस गर्नु, यसको पनि म एउटा वन शॉट भिडियो लिएर आउँछु। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ च्याप्टर नम्बर 3 जुन हाम्रो फर फिचर एन्ड रिइस्यु अफ सेयर रहेको छ। यसबाट एउटा 5 मार्कको न्युमेरिकल कहिलेकाहीँ क्वेसन नम्बर 12 मा यो आउँछ। यो एप्लिकेसन अलॉटमेंट अफ फाइनल कलबाट नत्र भने यो फर फिचर रिइस्यु अर ट्रान्सफर अफ सेयर यो पनि कहिलेकाहीँ आउँछ। यसलाई पनि पढ्नु होला, यसलाई स्किप नगर्नु होला कि यसलाई पनि पढ्नु होला। यसको एउटा यहाँ चाहिँ मोडल छ, जस्तै हेर्न सक्नुहुन्छ यहाँ अ कम्पनी फरफिटेड 500 सेयर अफ RSI इच इस्युड एट पार फर नन पेमेंट। यो चाहिँ कल सिनेरियो हो क्या। अफ फर्स्ट एंड फाइनल कल मनी अफ RS25 पर शेयर। ऑल अफ दिस शेयर्स वेयर रीइस्युड एट 110 पर शेयर्स एज फुल्ली पेड। यहाँ जर्नल इन्ट्री लेखेर फर्मेटमै पुरा डेट पार्टिकुलर लेभलमा यो फर फिचरको लागि यसरी सेयर क्यापिटल एकाउन्ट डेबिट यो 500 × 100 यसरी यहाँ हेर्न सक्नुहुन्छ। टु सेयर कल्स इन एरियर टु सेयर फर फिचर यहाँ पैसा लेखेर मल्टिप्लाई गरिदिएछु। यसको बिङ फर फिचर अफ सेयर त्यसरी गरी रिइस्युको यहाँ गरेछु। यहाँ फर ट्रान्सफर यो पढ्नु होला, नसमझाइ कमेन्ट गर्नु होला कि यहाँ स्क्रिनशट लिन सक्नुहुन्छ। त्यसपछि यहाँ च्याप्टर नम्बर 4 जुन हाम्रो इस्यु अफ सेयर फर अदर देन क्यास रहेको छ। यसमध्ये एउटा न्युमेरिकल स्योर त्यो भेन्डर कम्पनीवाला जुन यहाँ डाइरेक्ट मैले सोल्युसन गरिदिएछु। जस्तै बिल्डिङ एकाउन्ट डेबिट, अल डेबिट आर डिआर एन्ड अल क्रेडिट आर सिआर। यदि डेबिटमा कम छ भने गुडविल एकाउन्ट लेखेर थप्ने एमाउन्ट जुन कम भएको पैसा। यदि क्रेडिटमा कम छ भने टु क्यापिटल रिजर्भ भनेर थप्ने। यहाँ गुडविल डेबिटमा कम छ यहाँ लेख्ने। अनि 2 नम्बरमा चाहिँ भेन्डर कम्पनी एकाउन्ट डेबिट टु सेयर क्यापिटल लेखेर यसरी गर्ने। यो पनि स्क्रिनशट लिन सक्नुहुन्छ तपाईहरु। नसमझाउँदा कमेन्ट गर्नु, कमेन्ट। फेरि यहाँ अब च्याप्टर नम्बर 5 जुन हाम्रो एकाउन्टिङ फर डिभेन्चर जुन डिभेन्चर रहेछ यसबाट पनि थ्योरी आउँछ। जस्तै मिनिङ एन्ड फिचर्स अफ डिभेन्चर एन्ड बोन्ड्स। देयर आर 3 मेनी टाइप्स अफ डिभेन्चरहरू पढ्ने। त्यसपछि डिफरेन्सेस बिट्विन सेयर्स एन्ड डिभेन्चर। यसबाट न्युमेरिकल एउटा 3 मार्क आउने गर्छ डिभेन्चर वाला। यसको पनि वन शॉट भिडियो म लिएर आउँछु। त्यसपछि यो च्याप्टर नम्बर 6 जुन च्याप्टर 6 रहेछ त्यस फाइनल एकाउन्ट हाम्रो जो ट्रेडिसनल एप्रोच हो। त्यसमा जुन ट्रेडिङ एकाउन्ट, पीएल एकाउन्ट, पीएल अप्रोप्रिएसन र ब्यालेन्स सिट यो 4 वटा मध्ये 2टा कन्फर्म। या ट्रेडिङ पीएल दिन्छ या पीएल अप्रोप्रिएसन ब्यालेन्स सिट दिन्छ। या ट्रेडिङ पीएल अप्रोप्रिएसन दिन्छ कि पीएल अप्रोप्रिएसन
ब्यालेन्स सिट दिन्छ जुन दुईटा दिए हुन्छ न्युमेरिकल यसबाट 5 मार्क पनि कन्फर्म आउँछ। यहाँ अब हेर्नुहोस् च्याप्टर 7 जुन हाम्रो फाइनेन्सियल स्टेटमेन्ट मोडर्न एप्रोच छ यसबाट 8 मार्क आउँछ। के हो मिनिङ अफ फाइनेन्सियल स्टेटमेन्ट कहिलेकाहीँ 5 मार्कमा थ्योरी पनि सोध्छ। त्यसै गरी इम्पोर्टेन्स फिचर्स एन्ड अब्जेक्टिभ्स अफ फाइनेन्सियल स्टेटमेन्ट त्यसपछि लिमिटेसन अफ फाइनेन्सियल स्टेटमेन्ट एनएफआरएस पनि अरमा सोध्छ र मल्टी त कन्फर्म मल्टी त पुरै घोकिहाल्नु मल्टी स्टेपको यो पुरै घोकिहाल्नु यो 8 मार्कको त स्योर आउँछ यसको अरमा एनएफआरएस आउँछ। त्यसपछि यो च्याप्टर 8 जुन हाम्रो वर्कसिट रहेछ यसबाट एउटा स्योर साफ फिक्स यो फर्मेट पनि लिएर जानु होला तपाईहरु त्यहाँ गएर गार्डसँग सिग्नेचर गराइलिनु होला। एडजस्टमेन्ट इन्ट्री एक यसबाट 5 एक 6 मार्क सोध्छ 1 मार्क एउटा एडजस्टमेन्ट इन्ट्री सोध्छ र यसबाट न्युमेरिकल पनि 5 मार्क सोध्छ। त्यसैगरी यहाँ च्याप्टर 9 जुन क्याश फ्लो स्टेटमेन्ट सबभन्दा इजी यही हो 8 मार्कमा आउँछ ग्रुप सी मा लङ क्वेसनमा। यसमा डाइरेक्ट मेथड र इन्डाइरेक्ट मेथड त्यो पाली डाइरेक्ट मेथड आएको थियो यो 2082 सालमा इन्डाइरेक्ट मेथड आउने चान्स छ यसको पनि म छिट्टै भिडियो लिएर आउने छु यसलाई हेर्नु कमेन्ट गर्नु तपाईहरुले अझै के चाहिन्छ। त्यसैगरी यहाँ च्याप्टर 10 जुन हाम्रो कस्ट एकाउन्टिङ रहेछ यसबाट के आउन सक्छ टपिक मात्र लेखेछु यो टपिक पढेपछि सब भ्याइन्छ। जस्तै के हो मिनिङ अफ कस्ट एकाउन्टिङ अब्जेक्टिभ्स एन्ड फङ्सन एन्ड इम्पोर्टेन्स अफ कस्ट एकाउन्टिङ लिमिटेसन अफ कस्ट सबभन्दा बिबिआई यो र यो दुईटा धेरैचोटि सोधेछ। त्यसैगरी मिनिङ एन्ड अफ फाइनेन्सियल स्टेटमेन्ट अब्जेक्टिभ एन्ड एडभान्टेज अफ फाइनेन्सियल एकाउन्टिङ लिमिटेसन अफ फाइनेन्सियल एकाउन्टिङ र यो मेथड अफ कस्टिङ यो पनि कतिचोटि सोधेछ यसलाई हाइलाइट गर्नु तपाईहरु यसलाई छिटै पढ्नु होला। त्यसैले कस्ट कन्सेप्ट र क्लासिफिकेसन र यो क्लासिफिकेसन अफ कस्टहरु यो सब पढ्नु होला नछुटाइकन सब मजाले हुन्छ। त्यसपछि यहाँ च्याप्टर 11 जुन हाम्रो एकाउन्टिङ फर मेटेरियल एन्ड कन्ट्रोल रहेको छ यसमा चाहिँ थ्योरीहरु आउने गर्छ थ्योरी 5 मार्क र 3 मार्कको न्युमेरिकल पनि आउँछ। जस्तै टाइप्स अफ मेटेरियलको मिनिङ मेटेरियल कन्ट्रोल अब्जेक्टिभ इसेन्शियल अफ इफेक्टिभ कन्ट्रोल पनि कति सोध्छ र यो स्टोर किपरको ड्युटी त म्याक्सिमम गएर 2 मार्कमा सोध्ने गर्छ। टाइप्स अफ स्टोर जुन सेन्ट्रलाइज यो पनि कतिचोटि आछ यो पनि पढ्नु होला। क्लासिफिकेसन र कोडिफिकेसन छ बिन कार्ड व्हाट इज बिन कार्ड र स्टोर किपिङ सोध्न दिन सक्छ। यसमध्ये 5 मार्क एउटा न्युमेरिकल आउँछ र यो 3 मार्कमा एउटा लिफो मेथड जुन लास्ट इन फर्स्ट आउट र फर्स्ट इन फर्स्ट आउट जुन वेटेड एभरेज सिम्पल एभरेज दुवै पिरियोडिक र पर्पेचुअल दुईटै मेथड पढ्नु होला दुईटै मेथड 3 मार्कमा स्योर आउँछ। त्यसपछि यहाँ च्याप्टर 12 मा हेर्न सक्नुहुन्छ इन्भेन्ट्री म्यानेजमेन्ट जुन 2 मार्कको आउँछ यसबाट एउटा न्युमेरिकल 1 मार्कमा र अर्को एउटा न्युमेरिकल के छ आरओक्यू वाला रिअर्डर क्वान्टिटी वाला एभरेज स्टक लेभल आरओएल रिअर्डर लेभल वाला मिनिमम म्याक्सिमम यहाँ फर्मुलाहरु लेखेछ यसबाट पढ्नु होला। यो पनि कतिचोटि सोध्छ र यो दुईटा बढी फर्मुला काम लाग्छ एउटा यो र एउटा यो क्यू इक्वल टु रुट अन्डर 2AO/C नम्बर अफ अर्डर A/EOQ। त्यसैगरी यहाँ च्याप्टर 13 जुन एकाउन्टिङ फर लेबर कस्टबाट सोध्छ मिनिङ अफ लेबर कस्ट सोधिन सक्छ। या टाइप्स अफ लेबर डाइरेक्ट र इन्डाइरेक्ट लेबर भनेको के हो वेजेस पेमेन्ट यो टाइम रेट सिस्टम पिस रेट वेज सिस्टम त्यसबाट 2 मार्क न्युमेरिकल पनि आउँछ र 2 वा 3 मार्कको कहिलेकाहीँ थ्योरी पनि सोध्ने गर्छ यो पढ्नु होला यो टपिक नछुटाइकन होला। र यो च्याप्टर 14 बाट हेर्ने हो भने एकाउन्टिङ फर ओभरहेड जुन ओभरहेड हाम्रो रहेछ खर्चहरु कन्सेप्ट अफ ओभरहेड भनेको के हो क्लासिफिकेसन अफ ओभरहेडलाई के अनुसारले वर्गीकरण गरिएको छ मिनिङ एन्ड अफ एलोकेसन एप्रोटेन्मेन्ट एन्ड एब्जर्प्सन एउटा ध्यान के दिनु होला यो मिनिङ एलोकेसन र एप्रोटेन्मेन्ट र एब्जर्प्सन यो तीनटा मध्ये एउटा लगभग धेरैचोटि सोधेछ यो यस तीनटा पुरै घोकिहाल्नु होला पुरा एउटा पनि नछोड्नुले यो एप्रोटेन्मेन्ट र एब्जर्प्सन र एलोकेसन तीनटै कल्कुलेसन अफ ओभरहेड रेट सोधिन सक्छ। त्यसपछि च्याप्टर 15 बाट हेर्ने हो भने युनिट र आउटपुट कस्टिङ वाला जुन कस्ट सिट हाम्रो छ कस्ट सिट टेन्डर सिट वाला कस्ट सिट सिंगल पनि सोधिन सक्छ पोहोर साल डबल सोध्यो यो पालि सिंगल सोध्ने चान्स छ यो न्युमेरिकल 8 मार्क यसमा स्योर छ के। त्यसपछि अब नेट प्रॉफिट पर युनिट सोध्दाखेरि नि टोटल प्रॉफिट बाइ नम्बर अफ सोल्ड युनिट सोल्ड यहाँ ध्यान दिनु यो कतिचोटि सोधेछ कस्ट सिट बनाउनु र तल आएर सोधिन्छ ए नम्बरमा कस्ट सिट र बी नम्बरमा प्रॉफिट पर युनिट भनेर नेट प्रॉफिट बाइ यसरी फर्मुला निकालेर यसरी पर युनिटमा निकाल्नु होला। कहिलेकाहीँ कस्ट सिट र टेन्डर सिट डबल वाला पनि सोधिन सक्छ। त्यसपछि च्याप्टर 6 जुन हाम्रो कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट यसबाट 3 मार्क कन्फर्म जुन हाम्रो कस्ट एकाउन्टिङ फाइनेन्सियल एकाउन्टिङ रहन्छ यसमध्ये पुरै स्योर। र यहाँ चाहिँ जुन च्याप्टर हाम्रो 17 रहेछ कम्प्युटर सिस्टम इन एकाउन्टिङ
जुन हाम्रो कन्सेप्ट एन्ड युजेज अफ कम्प्युटर इन एकाउन्टिङ सोधिन सक्छ। ए कम्प्युटर सिस्टम इन एकाउन्टिङ भनेको के हो, एडभान्टेज फिचर्स इम्पोर्टेन्स एन्ड लिमिटेसन अफ कम्प्युटर सिस्टम इन एकाउन्टिङ, यो मध्ये कुनै एउटा सोधिन सक्छ। लिमिटेसन धेरैचोटि सोधेछ, इम्पोर्टेन्स पनि कतिचोटि सोधेछ। त्यो कम्प्युटर सिस्टमको प्रोसेस के हो। त्यसपछि यो कन्स्ट्रक्सन अफ ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्ट एन्ड कम्पनी क्रिएसन यो जुन सफ्टवेयरहरू ट्याली छ, यो ट्यालीको नयाँ भर्जन आज ट्याली ERP माइक्रोसफ्ट विन्डोज एक्सेल, यो यस्तो गरेर यस्तो मजाले गर्नु होला र च्यानललाई सब्सक्राइब द च्यानल एन्ड बी अ पार्ट इन द रिभोल्युसन अफ एजुकेसन। यो च्यानललाई सपोर्ट गर्नुहोस् र कमेन्ट गर्नु अझै तपाईँहरूले के चाहिन्छ। ल हस्त, धन्यवाद।